अनि अङ्कल चाहिँ कति भयो नि अङ्कल यहाँ बस्न थालेको चाहिँ? म त यहाँ अब मेरो पुर्ख्यौली घरै यहीँ हो। हजुर। यहाँ धेरै भयो बसेको। ए खास गरेर मेरो चाहिँ अब यो अहिले भर्खरै सञ्चालन गरेको हो। तर योभन्दा पहिले म पनि होटल व्यवसाय नै गरेको, तर कहाँ भन्दाखेरि अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा। ए अनि यहाँको अहिले होमस्टे चाहिँ कतिको अहिले राम्रो भएको छ अङ्कल? होइन, होमस्टेहरू धेरै फर्स्ट आएको छ। किन भन्दाखेरि नेपाली अब घान्द्रुक भनेपछि नचिनेको गाउँ अब कसैलाई छैन। ए होइन, घान्द्रुक भन्ने हजुर हजुर। हरेक मान्छेलाई चाहिँ अब मान्छेको मुखमा घान्द्रुक चाहिँ छ है। हजुर। त्यही भएर चाहिँ यो चाहिँ अब अलिकति प्रख्यात गाउँ हो। ए अनि हाम्रो यो परको त्यो गाउँहरू छ नि, त्यो सानो गाउँ, त्यहाँ चाहिँ सामानहरू कसरी पुग्छ अङ्कल? त्यहाँसम्म अब अहिले त गाडी गइरहेको हुन्छ, गाडीबाटै जान्छ। ए गाडी नजाने ठाउँमा चाहिँ खचरले लाने। ए अनि यहाँ कस्तो भन्नाले हजुरको टुरिस्टहरू चाहिँ बढी जसो आइ नै रह हुन्छन्? बराबरै भनौँ, अब टुरिस्ट पनि त्यतिकै आउँछ। नेपाली भनौँ न, फरेन टुरिस्टहरू र नेपाली आन्तरिक टुरिस्ट पनि बराबर जस्तै आउँछ। सबभन्दा बढी चाहिँ कुन कन्ट्रीको इन्डियनहरू आउँछन् बढी? होइन, यहाँ चाहिँ बाहिरी कन्ट्रीको इन्डियन त अब के अरे यो उनीहरूको टाइम हुन्छ क्या। हजुर। आउने सिजन। हजुर। सपोज मानिलिउँ अब हिउँदतिर त्यति आउँदैन। आउने भनेको अहिले हो। यो चाहिँ अलिकति गर्मी चढ्दै गयो नि त इन्डियामा त। हजुर। त्यही भएर यो सिजनहरू चाहिँ बढी मात्रामा हुन्छ। अनि यहाँ चाहिँ हाम्रो कुन सिजनमा हो अङ्कल हिउँ पर्ने? यहाँ चाहिँ अब प्राय जसो असोज कार्तिकमा आउँछ। किन भन्दाखेरि असोज कार्तिकमा चाहिँ छुट्टी हुन्छ नि त, दसैँ र तिहार। अब प्राय जसो छुट्टी हुन्छ, कर्मचारीदेखि लिएर, स्कुलदेखि लिएर, कलेजदेखि लिएर सबैको छुट्टी हुन्छ। हजुर। त्यो ताकामा चाहिँ बढी मात्रामा आउँछ यहाँ। अनि हाम्रो बस्ने फोन पहिले नै अब बुक गरेर मात्रै आउनुपर्छ त्यतिखेर। ए बढी जसो चाहिँ हाम्रो फ्राइडे सटरडे चाहिँ प्याक हुने रहेछ होइन? तर अहिले त फेरि सटरडे र सन्डे छुट्टी गरेछ नि। हजुर। त्यही भएर अहिले फेरि सटरडे र सन्डे चाहिँ अलिकति बढी। अनि यहाँको मान्छेहरूको चाहिँ लाइफस्टाइल कस्तो छ अङ्कल? गाह्रो छ कि सजिलो छ? होइन, अब पहिला त यहाँ गाह्रो नै हो। किन भन्दाखेरि हाम्रो चाहिँ खेतीपाती लाउने प्रायः जस्तो ब्यासीमा हुन्थ्यो। हजुर। अब मान्छे यहाँ बस्ने, तर 1 घन्टाको बाटोमा चाहिँ खेती लाउनु जान्थ्यो। ए गाह्रो थियो। अहिले चाहिँ जे भयो नि पहिलाभन्दा सहज छ। अब खेती लाउनु प्रायःले छोडिदियो। अब जब चाहिँ अब आन्तरिक पर्यटन भित्रियो नि। हजुर। अब सबैले चाहिँ अब यहाँ बस्ने ठाउँै नपाएर सबैले चाहिँ अब भनौँ न होमस्टेहरू चाहिँ खोल्न चाह्यो। ए होमस्टे भएदेखि चाहिँ यहाँको मान्छेहरूलाई जे पनि राम्रो इन्कम सोर्स भएको छ। ए अनि सिजनमा चाहिँ कतिको कमाइ हुन्छ त अङ्कल? सिजनमा राम्रै हुन्छ कमाइ, जे होस्। किन भन्दाखेरि हरेक होटल चाहिँ प्याकै हुन्छ। हजुर। प्याक नभएको एउटै हुँदैन। अब तपाईँको अब त्यही त अघि मैले भने नि, बिना बुक आयो भने ऊ चाहिँ फर्किनुपर्छ। ए बुक गरेर मात्रै आउनुपर्छ। असोज कार्तिकमा। असोज कार्तिकमा चाहिँ त्यस्तो भिड हुन्छ। पहिला भन्दा चाहिँ अहिले कतिको बढेछ यो टुरिस्ट मान्छेहरू आउने? आउँछ चाहिँ बढेको छ हाम्रोमा। ए अझै मान्छेहरू अझै होमस्टे बिजनेसमा चाहिँ अझै लागिरहेछन् होला होइन? बन्दैछ, अब नयाँ नयाँ संरचनाहरू बन्दैछ, होटल बन्दैछ। हजुर। अनि यहाँको चाहिँ प्रख्यात कुरा चाहिँ के हो अङ्कल अलि चलेको? यहाँ चाहिँ अब खास गरेर मेन चाहिँ यहाँ अब नजिक हिमाल देखिन्छ। हजुर। होइन? हजुर। सर र अब तपाईँले बिहान देख्यो नि। हजुर हजुर। अब सर चाहिँ उत्तरतिर अब झालालै देखिन्छ हिमाल मेन कुरो। हजुर। अनि त्यो पनि भयो। अनि यहाँको चाहिँ अब गुरुङहरूको चाहिँ अब संस्कार संस्कृति के छ भनेर चाहिँ हेर्न आउँछ। ए ठिक छ ठिक छ। अनि हजुरलाई चाहिँ आफ्नो मान्छेहरू यो होमस्टेमा आउनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? होइन, अब आउनेहरूलाई चाहिँ अब भनौँ न, राम्रोसँग बसेर चाहिँ जानुहोस् होइन? हजुर। अब यहाँ चाहिँ अब भनौँ न, मेरो होटलमा पनि अब राम्रै लय खुवाई छ होइन? हजुर। ड्रेसहरू पनि छ एभाइलेबल। हजुर। गुरुङ ड्रेसहरू। हजुर। ए ठिक छ। अनि हजुरको होमस्टेको नाम चाहिँ अङ्कल? गोर्खाज भिल्ला। ए ठिक छ। होटल गोर्खाज भिल्ला। यो फेरि किन राख्यो भन्ने होला।
किन राखेको किन भन्दा मेरो छोरा लाउरे हो, हजुर हजुर उसैले राखेको नाम हो। ए आफू गोर्खा पल्टनु भयो होला नि, हजुर गोर्खा भेला राख्नुहोस् बाबा भनेर चाहिँ उसैले राखेको। ए